7.2 काण्डले सामाजिक सञ्जालमा तहल्का। लुगा नखोल्दा प्रेम जोगाउन गाह्रो, लुगा खोलिसकेपछि इज्जत जोगाउन गाह्रो। खासै बोल्ने मन त छैन कसैप्रति, तर पनि कता कता यस्तो देख्दा आफ्नै मन पोल्दो रहेछ। एउटा नारीको चरित्र हत्या गरेर आखिर के पायौ? एउटा नारीले उप्रति गरेको विश्वास गुमायौ। आमा बाह्र समाज अनि साथीहरूमाझ कलङ्कित बन्यौ। यो सबै एक दिन उसको कुनै आफ्नैलाई नपर्ला भन्न सकिन्न। उसको पनि त दिदीबहिनी होला, छोरी होला। त्यसैले सबै नारीहरूले कसैमाथि आँखा छोपेर विश्वास नगरौँ। माया गर्दैमा कपडा खोल्नै पर्छ भन्ने पनि छैन। यो नारीको अनुहारमा अहिले दुनियाँले देखेको हाँसो छैन, डर छ, लाज छ, बेइज्जतीको गहिरो घाउ छ। त्यो भिडियोमा मनोरञ्जन देख्नेहरूलाई थाहा छैन उनी भित्र कति चिच्याइरहेकी छिन्, कति रोइरहेकी छिन्। सायद आँसु पनि अब थाकिसकेका छन्। एकचोटि आँखा चिम्म गरेर सोच, यदि त्यो भिडियोमा तिमी हुन्थ्यौ भने, वा यदि त्यो भिडियो कोही आफ्नै मान्छेको हुन्थ्यो भने पनि त्यस्तै हाँस्दैन थियो होइन? कसैको जीवन च्यातिएको छ, आत्मविश्वास चकनाचुर भएको छ, अनि हामी भिड बन्यौँ, मजाक बन्यौँ, अपराधको साँची बन्यौँ। त्यो भिडियो बनाउने र फैलाउनेले त अपराध गर्यो, तर हेरेर रमाइलो गर्ने हामीले कस्तो मानवता देखायौँ। गङ्गु सिर्जना भएको एक शरीर होइन, एउटी जीवित आत्मा हो। उनी अब पनि चुप बस्ने हो भने हामी आफै एक दिन अपराधका शिकार बन्न सक्छौँ। शब्द मात्र होइन, आत्मा काम छ आज। कृपया यति भन्न सकौँ, गङ्गु, हामी तिमीलाई दोषी होइन, पीडितका रूपमा हेर्छौँ। तिमी एक्लै छैनौ। त्यसैले सबैले सिक, केटा होस् या केटी, विश्वास कसैको नगर्नु। केटालाई पनि फसाउँछन् केटीहरूले पैसाको लागि, अनि केटीहरूलाई पनि त्यस्तै हालत बनाउन सक्छन् केटाहरूले। सबै खराब हुन्छन्, तर को असल छ भनेर चिन्न पनि सकिँदैन। मान्छेको मन हो, छिनमै बदलिन्छ। त्यसैले विश्वास आवश्यक भन्दा बढी गर्नु हुँदैन। घाटा आफ्नै हुन्छ। एक छिनको रोमान्सले लाइफभरिको लागि नमेटिने दाग लाग्न सक्छ है। मान्छेको मन हो, आँखाको एक निमेषमा बदलिन्छ। आफ्नो हो भनेर विश्वास दिलाएको मान्छेले भिडियो कलमा नाङ्गो हुन लगाएर लाज लागेको छ भन्दा भन्दै मजबुर बनाएर भिडियो रेकर्ड गरी भाइरल गरेको छ। यो घटना पहिलो भने होइन, यस्ता सयौं घटना छन् जुन चेलीहरूले मर्न बाध्य भएर समाजको अगाडि मुख देखाउन नसकेर हराउँदै जानु यो भने पहिलो होइन। कति छन्, कति यस्तो गर्ने मान्छेहरूलाई कानुनको दायरामा लिएर कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनुपर्छ। जसरी चेलीहरू दोपट्टाको पासोमा दिन प्रतिदिन झुन्डिरहेकी छिन्, त्यसरी नै यस्ता कुख्यात अपराधीहरूलाई फाँसी जस्तो कठोर सजाय भए सम्भवतः राम्रो हुने थियो। धन्यवाद।